ल है अब हामी यो ठुलोम्पेको बजारबाट यो पूर्वी भेगमा अब साँझको अहिले हामी चाहिँ लगभग 3 बजेको सेरोफेरोमा छौँ र पश्चिमतिर घाम डुब्दैछन्। यो चाहिँ लुम्पेकको चाहिँ डाँडो हो, त्यो माथि माथि लुम्पेकी थान भनेर माथिको थान थियो, तल चाहिँ मन्दिर अघि खिचेको भिडियोमा थियो। यो पारिको के अरे रामबारी, सायद रामबारी नै होला, चेमी रामबारी के छ। उतापट्टि गेदुवा, यो अब चाहिँ यो हामी चाहिँ सत्यवती जाने बाटो र यो चाहिँ यता पछाडि हामी मैले अहिले देखाइरहेको ठाउँ चाहिँ ठुलुम्पेकको सेरोफेरोबाट अब हामी पूर्वतिर र पूर्व र उत्तर हुँदै जान्छौँ। लम्सराङ भन्ने चाहिँ लम्सराङ। ल यसरी चाहिँ छोप्नुहोस्। अब अलिकति बाटोको यहाँको अवस्था पनि हेर्नको लागि हामी भिडियो गर्दैछौँ। ल यसमा सहयोग गरिदिनुहुन्छ आदरणीय ज्वाइँ साहब विष्णुजी हुनुहुन्छ। अरू कुराहरू चाहिँ उहाँ बाँकी भिडियो फोटोमा हामी चाहिँ उहाँलाई अपडेट गर्नेछौँ। को हाइटबाट यहाँ हामी माथि लाग्यो होइन, यो वास्तवमा यहाँको हाइट जति छ भन्ने थाहा छैन। हेर्दै जाउँ, यात्रा गर्दै जाउँ। बाटो रहेछ त्यस्तै ढङ्ग, बुझ्यो? रङ्ग रङ्ग यथा रङ्ग बाटो रहेछ त्यस्तै ढङ्ग। चलाउनेको पनि उस्तै रहेछ, चढ्नेको पनि उस्तै। माथि हेरौँ सबै भिडियो देखाउँ जस्तो हो। खबर गर्नु होइन, खबर गर्नु केलाई खबर। यहाँका स्थानीय मान्छेहरूले कसरी चाहिँ गेट बनाएको थिए, गेट बनाएको थियो नि एउटा त्यसै कुरो हो। रमाइलो छ है, जिन्दगी रमाइलो छ। कहाँ हिँड्यो छ, कहाँ हिँड्यो छ, कहाँ हिँड्यो छ, कहाँ हिँड्यो छ। यहाँ जाडो हुन्छ भने चाहिँ एकजना तिलक सर चाहिँ हाम्रो स्वास्थ्य क्षेत्रमा तिलक सर भेट्नु भएको थियो होइन। हजुर तिलक सर भेट्नु भएको थियो, स्वास्थ्य काम गर्ने तिलकजी। हजुर स्वास्थ्य क्षेत्रमा काम गर्ने तिलकजी भेट्नु ग्रिन सिटी जस्तो। उहाँले भन्ने हुनुहुन्थ्यो कि जब यहाँ घाम अस्ताउँछ बाहिर बस्न सकिन्न, जाडो हुन्छ भन्नुहुन्थ्यो। भनेपछि हामीलाई चाहिँ हामी जति सक्दो घाम नअस्ताउँदै तलतिर घर नै योजना गर्छौँ। तर अहिले 3:15 भइसकेको अवस्था छ, 3:12 भएको छ होइन। अब के हुन्छ हाम्रो स्थिति अवस्था। अब अरू भिडियोले पनि अपडेट गराउँला, नसके यसैलाई सम्झना बाटो राखौँला। जाँडा वरपर बुझ्नेको कभर गर्नुहुन्छ त्यसो। लगभग अरू जग्गा थाहा भएन, तर मगरको बाहुल्य त एकदमै बढी नै छ। अब त्यसैको प्रत्येकको रूपमा मगरको 100% बाहुल्य त छ, अरूको चाहिँ बाहुल्य त छैन भन्ने कुरा त त्यहाँ प्रथम मगर सहितको शालिग राखिसकेपछि देखिएको कुरा पहिलेदेखि आएको। जिल्लाको स्थानीय तहको सबभन्दा बढी भोटर भएको र बढी जनसङ्ख्या भएको क्षेत्र भनेकै ठुलुम्पेको। त्यसैले हामीले चाहिँ अरूले भनेको आधारमा ती कुराहरू सुनेका थियौँ र आज देख्न पाउँदा पनि हो जस्तो लाग्यो। अब छ पनि गुल्मीका 79वटा गाविसमध्ये ठुलोम्पेक जनसङ्ख्याको हिसाबले र क्षेत्रफलको हिसाबले सबभन्दा ठुलो गाविस मानिन्थ्यो हो मानिन्थ्यो। र अर्को कुरा यहाँ आएर हेरिसकेपछि पनि कतिपय कुरा हुन्छ नि त, आफ्नो आन्तरिक कुराहरू त्यसलाई मनले स्वीकार्ने कुराहरू त्यो चाहिँ देखियो। किनभने मैले गुल्मी जिल्लाको यति अग्लो ठाउँको स्थानीय बजार चाहिँ यही मात्रै हो कि जस्तो पनि लाग्यो है। सायद यहाँभन्दा माथि पनि होला नहुन त होइन, तर बाक्लो बजार, ठुलो बजार, त्यहाँको स्थानीय
1638-40 छ भनेपछि ल भारतीयको देउराली यो सेरफेर 1640 हो। जबकि भारतीयमा कति तलैबाट चाहिँ हराउँछ त्यहाँ बस्तीहरू होइन। अब पहिलो चाहिँ उचाइ भनेको थाप्ले हो। थाप्ले यो सत्यवतीको सेरफेर यो भएको हो। यही थाप्ले गुल्मी जिल्लाको सबभन्दा अग्लो थाप्ले। त्यसैको नजिकै भएको यो बजारको आधारमा पनि यो गुल्मी जिल्लाको अग्लो ठाउँको बजार हो भन्ने मैले अनुमान गर्छु है। सबै ठिक हो? ठिक हो, एकदमै। कमल चाहिँ तपाईँले भनेको कुरा एकदमै ठिक हो, राम्रो छ। र यहाँको स्थानीय उत्पादन भनेको यो सिस्नो हो। यति राम्रो सिस्नो उत्पादन हुँदो रहेछ यहाँलाई हेर्नु। तर यहाँ के भने सदुपयोग भएको छैन, यतिखेर गइरहेको छ। यो बजार व्यवस्थापन गर्न सक्यो भने कति नै आम्दानीको स्रोत हुन्छ। एउटा बजार पाउने हो भने अहिले बजार छैन। बारी पनि सबै काफलका बुटाहरू जस्तो देखिन्छ। काफल होइन, बाँच चाहिँ बाढी हो। किन मैले काफलको बुटाहरू भनेर तिमीलाई जोड्न खोजेँ भने यति त्यहाँ पारी देखिने लिम्गाको सेरफेर माथिपट्टि काफल डाँडा पनि भनिन्थ्यो त्यहाँ। र यहाँ तलपट्टि भएका ठाउँहरू यही काफलकै शब्दबाट त्यसका अर्थ चाहिँ फरक तरिकाले बितेका छन्। तपाईँको यतापट्टि हेर्ने भने यो हाम्रो लम्सराङ जाने बाटो हो। लम्सराङ जाने बाटो छ। र अहिले यो गुल्मीको कालीगण्डी गाउँपालिकामा जाने बाटो। यहाँपट्टि केही सूचनाहरू पाइएको छ। 1831 किलोमिटर यहाँबाट। 1831 मिटरको हाइटमा हामी आइसक्यौँ। सत्यवती क्षेत्र जाने बाटो सत्यवती भनेर लेखिएको छ। यो पारिपट्टि देख्ने यो के त्यो माथि अर्बेनीभन्दा माथिको डाँडो हो त्यो। यो ए हो र? अर्बेनीभन्दा माथि त्यो टावरदेखि अर्बेनीको टावर हो। अर्बेनीको टावर यो यसो ठ्याक्कै डाँडा परि अर्बेनी पर्छ। अनि यतापट्टि हर्मिचोरको माथि हो। अनि यतापट्टि यो चाहिँ देखिने। अनि यसको यो जुन बाटो खनेको जस्तो देखिन्छ, हजुर, त्यसको ठ्याक्कै पछाडि अर्बेनीको डाँडा पर्छ भने यता यो जुन यो दुईवटा खोजबाट बिचमा उतापट्टि गएको जयखानी हो, जुन हामी माथि सत्यवतीको उतापट्टिबाट देख्नेछौँ। त्यहाँ मोटर बाटो चाहिँ अब त्यो जाँदैछ भने 1831 मिटरमा आउँदा त जाडो यस्तो हुन्छ भने हाम्रो चाहिँ साहसिक मान्छेहरू नेपाली विश्वका मान्छेहरू सगरमाथाको 8849 मिटर चाहिँ चढ्दा कस्तो हुन्छ होला। त्यो त अब योभन्दा 4 गुणा 4 कि 5 गुणा जस्तो भइगयो। 4 गुणा होइन, 78को 4.7 गुणा चाहिँ लिफ्टिङ खाने पनि जग्गा यो खाने पनि पाइपहरू लिफ्टिङ गरेर लगाएको छ है। हो र? पानी लिफ्टिङ हो। त्यत्रो माथि जङ्गलमा हुँदा पनि मूल छैन। तर यो खोज देख्दा गर्दा त मूल होला भित्र र पानी आयो होला जस्तो लाग्थ्यो कि मलाई। सोलर प्यानलबाट वितरण भएको छ। सोलर भाइ मेरो याद आयो। तर अघि मध्येमा किनभने वरिपरि पैँयो फुलेको छ। अब भएको साथीहरू पनि आफूसित साथ छैनन् होइन, एक्लो छौँ हो। आज मिडिया त कहाँ हो देखियो कि कुरा नगर हामीलाई कहाँ यो त कहाँ आकाश आइयो होइन। हामी त जान आएको आकाश छैन होला अन्तिम गऱ्यो। त्यस्तै भयो आज। ल हेर्नु त यो त बायाँपट्टि यसो भिडियो ल शुद्ध ठुल्लुम्पेटको अस्लिया हुँदै आइयो हामी। केही नदेखिने भए चाहिँ यो लाइटले कस्तो मधुरो बनाइसक्यो। एउटा झलाइदिएर राखेको जाने भाइ आइसकेछ। हजुर आइसकिसक्यो। त्यही कन्टिन्यू छ कि स्टप मात्रै गरेको। त्यसरी कन्टिन्यू गर्छ र। मुरली डाँडा भन्ने 1912 मिटर सत्यवती क्षेत्र जाने बाटो। हामी मुरली डाँडामा सम्झ्यो। योबाट हामीले यो मुरली डाँडा हामीले हिमालको दृश्य देख्न सकिन्छ।
धौलागिरी हिमाल छ्याक्क देखिन्छ यहाँबाट ल हेर्नु। जय हो धौलागिरी हिमाल छ्याक्क देखिन्छ है। ल अझै अब त डाँडा पुग्यो देखिन्छ हो। Nice क्या nice this view क्या बाटो चाहिँ खतरा छ हैन। नबसेको बाटो यसले अग्लो हुन्छ होइन अग्लो हुँदो नबसेको बाटो हुन्छ भएको। अनि एउटा सिधा एउटा डाँडाको बिहा हुन्छ त्यही भएर के त्यो बढी त 18 जस्तो हो नि। एउटा टायर सिधा पुगेको हुन्छ अर्को ठाउँ डाँडा पिसकेको हुन्छ नि अर्को टायर त्यही भएर। अहिले हामी कहाँ यो हामी सत्यति माथि मझी प्रोग्राम हुने स्थल नजिक छौँ हो। अब ठ्याक्कै यता पारिपट्टि देख्दाखेरि कालीगण्डी गाउँपालिका देखिन्छ। कालीगण्डी अबदेखि अबदेखि कालीगण्डी गाउँपालिका हो। गुल्मीको कालीगण्डी गाउँपालिका यहाँ हिमालयको दर्शन हिमालय एकदम सरर देखिन्छ। हिमालय सरर हिमालय हेर्नुहोस् देख्न सकिन्छ। ऊ पारि देखिने त्यो चाहिँ पूर्तिघाट बजार हो। ऊ त्यो पालि चाहिँ देखिने बल्ली भन्ने छ त्यहाँ। ऊ त्यो बल्लीमा नि अहिले बाटो गएछ। पहिला बाटो थिएन हामी जाँदाखेरि आउँदाखेरि बाटो आएछ। यो एकदमै खुसीको कुरा हो। पर्वतीय हिमाल देख्न सकिन्छ यहाँबाट। आहा हा क्या दामी। हा हा सत्यवती मन्दिर ऊ त्यहाँनिर हो ती यही हो। आइयो 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 त ऊ त्यो पारिदेखि पर्वत हो। पारिदेखि ऊ त्यो पारि उता पल्लो चाहिँ ठाडो बाटोदेखि खडकोट हो। ऊ पारि माथिले तल्लो कोराङ भन्छ त्यहाँ। माथिलाई माथिल्लो कोराङ भन्छ देउराली भन्छ। चिप्लो चिप्लो बाटोको अवस्था चिप्लो चिप्लो छ। चिप्लो 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 छ। यो जयखानीबाट आउने बाटो हामी भेटिन्छ हामी यो हो। यो जयखानीबाट आउने बाटो हो। अब हामी कता लाग्छ हामी माथि जाने यहाँले त जयखानी गइन्छ। ए यहाँबाट बायाँतिर लाग्छ यो जयखानी जाने बाटो है। ऊ त्यहाँ छाप जयखानीको छापा भन्छ त्यहाँ। त्यहाँ घरहरू देखेको सत्यवती बजे कि कति राम्रो छोरो क्षेत्र आज हामीले कोही पनि छैन के हामी छ घरलाई के दत्ता काटेर आए अझ डिस्टर्ब हुँदैन। डिस्टर्ब हुँदा त रुल मान्न पर्यो। डिस्टर्ब नहुने भयो हामी यहाँ हामी पहिला यो बुढाउने आगो तापेको यहाँ ट्रस्टमा देखिन सकिन्छ ठ्याक्कै। यो मन्दिर चाहिँ माथि मन्दिर माथि राख्ने थियो गाडी उता राख्ने ल सत्यवती गाउँपालिका खाजा कक्ष
वरिपरि एकचोटि घुमेर गएर त सांस्कृतिक क्षेत्र हिमाल यो पो हो त हेर्नुहोस् त। तपाईँले चलाउनुहोस् एकचोटि। जान्दैन उहाँ सत्यवती भनेर लेखेको उहाँ बोर्ड छ कि जामको चलाउनु न एकचोटि।